यहाँको केही सहकार्य हुन सक्ने अवस्था के देखिन्छ राजनीतिक हिसाबमा चाहिँ आगामी दिनमा पालेन शाह लगायतहरूसँग भनौँ न? म सबैसँग छलफल बहसमा छु, सबैसँग भेटघाट गरिरहेको छु। सहकार्यको सम्भावना छ। सबै क्षेत्रमा म चाहिँ हेरिरहेको छु। अब देशलाई कसरी समृद्ध बनाउने, के कसरी चाहिँ सहकार्य र आफ्नो एक्सपर्टिज कसरी चाहिँ प्रयोग गर्ने। अनि जस्तो तपाईँ पछिल्लो समय तपाईँ देश दौडामा हुनुहुन्छ कि जनतासँग प्रत्यक्ष भेटघाट गरिराख्नु भएको छ। एउटा लिडरसिप म्यानेजमेन्टको विषयलाई कसरी चाहिँ बढीभन्दा बढी चाहिँ आउटपुट आउने गरेर प्रयोग गर्ने भन्ने विषयमा त छलफल बहस सबैसँग हुन्छ। यहाँको भूमिका के हुन्छ आगामी दिनमा? समाजले खोजिरहेको छ, जनताले खोजिरहेका छन् होइन? यहाँको जुन एक्सर्साइज छ के गर्नुहुन्छ आगामी? अब म अघि नै भनिसकेँ, म सबैसँग छलफल बहसमा छु, सबैसँग भेटघाट गरिरहेको छु। सहकार्यको सम्भावना छ। सबै क्षेत्रमा म चाहिँ हेरिरहेको छु। सबैसँग मेरो चाहिँ आफ्नो एक्सपर्टिज सेयर गर्ने, अरूको एक्सपर्टिज पनि सेयर गर्ने, आफूले पनि लिने र विषयमा म चाहिँ फुर्सदको समय भएको हुनाले म अगाडि यसै कतिको जीवन उपयोगी लाग्यो सर तपाईँलाई? मैले अघि नै भने यो सिप भनेकै एकदमै महत्त्वपूर्ण विषय हो। यो सानो स्केलमा होस् ठुलो स्केलमा होस्, यो देशले देशव्यापी रूपमा गर्नुपर्ने विषय हो। अब अरू नगरपालिकाले पनि गरोस् र राज्यले एउटा मुख्य मुख्य एजेन्डा नै यसलाई लिएर सिप चाहिँ डेभलप गर्नुपर्छ। यता हेर्दिँदा भने लास्ट इयर पनि हामीले तालिम गराएको थियौँ। लास्ट इयर चाहिँ 2500जना चाहिँ हाम्रो ग्रेजुएट हुनुभयो। लास्ट इयर 10वटा सेक्टरमा तालिम गराएको थियो, 29वटा अकुपेसन थियो। तालिम लिएको चाहिँ 50% चाहिँ रोजगारमा आबद्ध हुनुहुन्छ। त्यसमध्येको पनि 50% नेपालमै रोजगारमा आबद्ध हुनुहुन्छ, 50% चाहिँ बाहिर हुनुहुन्छ त्यहाँनिर र सेल्फ एम्प्लोइमेन्टमा पनि हुनुहुन्छ 150 जना। अनि अहिले यो वर्ष चाहिँ लास्ट इयरको लर्निङलाई हेरिकन चाहिँ हामीले यसपालिको तालिमलाई मैले त्यहाँ त्यो इन्फोग्राफिक अपडेट गरेर हामीले चाहिँ 10वटा सेक्टरमा 2082 जनालाई तालिम ल्याउने हाम्रो लक्ष्य थियो। 37वटा चाहिँ हाम्रो चाहिँ अकुपेसन भयो। यसपालि चाहिँ हामीले अकुपेसनहरू चाहिँ थप्यौँ। मोस्टली आइटीको अकुपेसन, काठमाडौँमा कस्तो निड छ त्यो अकुपेसनहरू थप्यौँ र केही अकुपेसन चाहिँ हामीले कन्टिन्यू पनि गर्न सकेनौँ। सो यसपालि चाहिँ अब त्यो बाहेक चाहिँ हामीले 10,000 युवालाई चाहिँ यो सर्ट कोर्स पनि दिने भनेर चाहिँ हाम्रो प्लान हो। त्यो पनि 10,000 अर्को यतातिर जाउँ, यताबाट जाउँ। पोलिङ गर्ने होइन, सर्वे गर्नको लागि होइन, अथवा कुन ठाउँमा अब हाम्रो जुन अब ल्यान्डस्लाइड भयो, कुनै पोलकै अब जुन बेसमेन्ट छ होइन हाई टेन्सन लाइनको, त्यो त अब कहिलेकाहीँ के हुन्छ माटो भाँसिन्छ होइन, त्यो बेलामा हामीले यो ड्रोनबाट सर्वे गर्न सक्यौँ भनेपछि राम्रो हुन्छ होइन। तार तान्नलाई नै ड्रोन हजुर, अर्को स्ट्रिङिङको लागि भइहाल्यो होइन। ड्रोन त अहिले त जताततै सबै ठाउँमा त्यही भएर हामीले अब म्यानुफ्याक्चर नेपालमै गर्न पायो भनेपछि झन् राम्रो हुन्छ नि त। त्यसको लागि अब यो बेसिक कन्सेप्ट जुन अब यहाँ सिकाएको म्यानुफ्याक्चरिङ भयो। अर्को चाहिँ यो ड्रोन पाइलट भन्छ नि, हजुर ड्रोन कसरी चलाउने भनेर त्यसको पनि धेरै जरुरी छ। अहिले हामीले त्यही 2-3टाको कुरालाई फोकस गरेर मेनली हामीले क्लास यहाँ अहिले चलाइरहेको छौँ। जुन एउटा पाइलटिङ भइहाल्यो, अर्को म्यानुफ्याक्चरिङ भइहाल्यो, हेभी लिफ्टिङ ड्रोनहरू बनाउने कसरी होइन त्यो कन्सेप्टमा। त्यो भएपछि अब नेपालमै अब हामी किन बाहिरबाट मगाउनु, नेपालबाटै उत्पादन गरौँ नि त हामीले, त्यो सोचेर हामीले त्यसै गरेँ। एकदम ठिक छ। अस्ति हामी त्यहाँ आएको थियो, धेरै युज गरिरहेको छ ट्रान्समिसन लाइन। एकदमै खुसी लाग्यो, एकदमै राम्रो छ। यो महानगरले गरेको चाहिँ राम्रो काम हो। यो मेयर साहब मालिनजी लगायत उहाँको होल टिमलाई म धन्यवाद दिन चाहन्छु। यो वास्तवमा धेरै सेक्टरलाई समेटेर उहाँहरूले सिप मेला राख्नु भएको छ। बेसिक रोजगारी दिन सक्ने, आफै सेल्फ रोजगारीमा जान सक्ने र चाहिँ जागिरमा चाहिँ इम्प्लोइ हुन पनि जान सक्ने र केही सिकेको रिस्किलिङ र अपस्किलिङ गर्न सक्ने हिसाबले उहाँहरूले गर्नुभएको रहेछ। अब हेल्थ सेक्टरदेखि लिएर ब्युटिफिकेसनदेखि लिएर ब्युटिसियन कोर्सदेखि लिएर यो इन्फ्रास्ट्रक्चरको प्लम्बिङदेखि लिएर वेल्डिङदेखि लिएर यो कम्प्युटर मर्मत, मोबाइल मर्मत, यो एकदमै आवश्यक बेसिक रोजगारी दिन सक्ने विषयहरू हुन् र एआईसम्मको होइन, यो अहिलेको ज्योतिषीदेखि एआईसम्मको चाहिँ जुन सिप। तपाईँले भनेकै जस्तो प्रश्न गरिरहनु भएको छ, षड्यन्त्र, आशंका, यो अनावश्यक प्रश्न हुन्। यो जायज पनि हो भन्ने लाग्दैन र यसको सामान्य न्यूनतम प्रक्रियाहरू तपाईँहरूले बुझ्न पनि पर्छ।
विधेयकको उत्पत्तिको स्रोत कहाँ हो भन्दा सरकार हो। सङ्घीय निजामती विधेयक कहाँबाट आयो भन्दा नेपाल सरकारले संसदलाई ल्यायो। सरकारले संसदलाई विधेयक दर्ता गर्यो, संसदले काम गर भनेर समितिलाई पठायो। समितिले काम गरी भइसकेपछि प्रतिवेदन ल्याएर असारको यही 4 दिन अगाडि असारको 1 गते संसदमा समिति मार्फत काम सकेको प्रतिवेदन ल्याएर पेश गरेको छ। विधेयक कसको? सरकारको। सरकारका माननीय मन्त्री स्वयं लागेर त्यसलाई समितिबाट पारित गरेर संसदमा ल्याएको छ। अब सरकार जोडिन्छ। जम्मा 4 दिन अगाडि आएको प्रतिवेदन हो। सरकारले यो विधेयकलाई असाधारण महत्त्व दिएको छ। सङ्घीय निजामती विधेयक, विद्यालय शिक्षासँग सम्बन्धित विधेयक, यसलाई शीघ्र पारित गर्नुपर्छ भन्ने ध्येय राखेकै कारणले गर्दा यो विधेयक पार्लियामेन्ट्री कमिटीबाट पार्लियामेन्टमा आएको छ। यसमा अपोजिसनले अनावश्यक राजनीति गर्न जरुरी छैन। माओवादी केन्द्रका प्रमुख सचेतकजीले आज संसदमा जे बोल्नुभयो कार्यसूचीको विषय, यो न्यूनतम उहाँ संसदको पदाधिकारी पनि हुनुहुन्छ। यस्ता कार्यसूचीमा कुन विषयहरू कसरी पर्छन्, कसले कार्यसूचीमा राख्ने हो भन्ने कुरा चाहिँ मान्यजीहरूले जिम्मेवार पदाधिकारी साथीहरूले बुझ्नु उपयुक्त हुन्छ। आजको कार्यसूचीमा पर्छ पर्दैन, भोलिको कार्यसूचीमा पर्छ पर्दैन भन्ने कुरा चाहिँ यो सम्बन्धित मन्त्रालयले आवश्यक सुविधाका आधारबाट उसले कहिलेकाहीँ समय मान्य मन्त्रीजीको नहुन पनि सक्छ। त्यस हिसाबले कार्यसूचीहरूमा अदलबदल बिजनेस पर्न सक्छ। यो त नितान्त सरकारको बिजनेस हो। म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले 4 दिन अगाडि हाउसमा प्रतिवेदन ल्याएको छ। यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालजेल, यसमा कुनै आशंका कसैले पाल्न पर्ने त्यो जालजेल षड्यन्त्र छ सरकारले किन राख्नु? सरकारको आफ्नो विधेयक जतिभन्दा छिटो पारित गर्दा त सरकारले अहिले हामीलाई त महत्त्वपूर्ण विधेयक पारित गर्यो भन्ने यो हाम्रो लागि त महत्त्वपूर्ण कुरा होला नि। यसलाई पर किन धकेल्न पर्ने छ? त्यसकारण यो तर्फ जसरी साथीहरूले राजनीति गर्न खोज्नुभयो यो कुरा मिलेन। संसदको न्यूनतम यसको अभ्यास जे छ, विधेयकहरू कसरी आउँछ, कसरी छलफलमा जान्छ, निष्कर्ष कसरी पुग्छ, मान्य मन्त्रीजी आएन भने त्यो विधेयक अगाडि जान्छ कि जाँदैन, यति कुरा त न्यूनतम कुरा भयो नि। त्यसकारणले गर्दा म यति भन्न चाहन्छु, 4 दिन अगाडि छलफलमा पार्लियामेन्टमा आएको छ प्रतिवेदन, हामी सबैले अध्ययन गरेका छौँ। छिटै यो हाउसबाट म तपाईँलाई यति प्रश्न शब्दमा भन्न चाहन्छु, यो 15 गतेभन्दा अगाडि नै अब मान्य सम्बन्धित विभागीय मन्त्रीज्यूसँग पनि समन्वय हुन्छ, संसद सचिवालयले गर्छ अनि उपयुक्त दिनमा 15 गतेभन्दा अब यो 8-10 दिनको समय छ। र अर्को पनि एउटा चाहना हाम्रो हो, तपाईँहरूलाई प्रश्न शब्दमा भनौँ, मेजर अपोजिसनले यो कुरा बुझ्नुपर्छ। जस्तो अहिले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी विरोध गरिरहनु भएको छ, विरोधका बावजुद पनि संविधान बमोजिम असारको मसान्तभित्र पारित गर्नुपर्ने हाम्रा विनियोजन विधेयक, अर्थ विधेयक लगायतको कामहरू हामीले यो रोक्नै सक्दैनौँ। समझदारी भएर पनि रोक्न सक्दैनौँ, किनभने संविधान बमोजिमको कार्य हामीले सम्पादन गर्नुपर्छ। त्यसकारण अहिले हाउस अगाडि बढिराखेको छ। तर यो नियमित विधेयक हो, 3 दिन ढिलो गर्दाखेरि केही बितिहाल्दैन। तर यसमा सकेसम्म यही विधेयकमा पनि काम गरेका राजनीतिक पार्टीहरू, पार्लियामेन्ट्री कमिटीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै अपोजिसनमा भएका पनि दलहरू त छन् नि, उनीहरूले विरोध राख्दै गर्दा पनि यसलाई अगाडि बढाइहाल्ने कि नबढाउने भन्ने कुरा पनि केही कुरा रह्यो। त्यसकारणले गर्दा 2-4 दिनपछि उहाँहरूका विरोधका कार्यक्रम पनि एक प्रकारले स्वाभाविक रूपमा ल्यान्डिङ हुँदै जाने अवस्था पनि बन्छ र उहाँहरू स्वयंले पनि यो विधेयकमा गर्नुभएको मेहनत, सरकारले गरेका पहल कदमलाई धन्यवाद दिनुहुन्छ। त्यो चिजलाई पनि हामीले प्रतीक्षा गरेका हौँ। तर अपोजिसन अहिले मेजर अपोजिसन के चाहिरहेका छन् भने सत्ता पक्ष र अरू विपक्षी दलहरूका बिचमा पनि निकै ठुलो घमासान भइरहोस्, हरेक बिचमा भित्र चाहिँ नियमित विधेयकमा पनि छलफल चलाएर फेरि पनि जबरजस्ती गर्यो सरकारले, सभामुखले भनेर यहाँ आएर टिप्पणी गर्न पाइयोस् भनेर मेजर अपोजिसनले चाहिरहेको हो कि भन्ने हामीलाई आशंका छ। त्यतातर्फ हामीलाई रुचि छैन। हामी यो विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने ठाउँमै छौँ। हामीले यसलाई प्रभावकारी समन्वय गरिरहेका छौँ र प्रधानमन्त्रीज्यूले त यसलाई अगाडि बढाउनका लागि उहाँले स्वाभाविक ढङ्गबाट हामीलाई भनिसक्नु भएको छ। साथीहरू, यो विधेयक फेरि पनि पारित सरकारले गर्ने होला नि। आज बोल्नु भएको हितराज पाण्डे मान्यजीले पारित गर्ने हो पार्लियामेन्टबाट, राजेन्द्र पाण्डेजीले बोल्नुभयो उहाँले पारित गर्ने हो। यो पारित गर्ने त नेपाली काङ्ग्रेस, नेकपा एमाले, हामी सम्मिलित सरकारले होला नि, यसको नेतृत्व गर्नुभएको। त्यसकारण पार्लियामेन्टबाट पारित हुने कुरा
त्यसकारण न्यूनतम तपाईँहरू कम्ती नै संसद परिवेशमै यति लामो समय बसिरहनु भएको छ यस्ता कुराहरू चाहिँ कार्यसूचीमा के विषय कसरी चढ्छ भन्ने न्यूनतम बुझाइ चाहिँ अब तपाईँहरूले चाहिँ राखिदिनुहोस्। यति लामो समय सांसदहरू छ र संसदीय प्रणालीमा नै जोडिएर पत्रकारिता गर्नुभएको हो। उहाँहरूले अनावश्यक पोलिटिक्स गर्नुभयो। 4 दिन अगाडि मात्रै प्रतिवेदन आएको होइन, प्रतिवेदन आएको त जम्मा 4 दिन भयो हाउसमा। त्यसकारण हाउसमा प्रतिवेदन आएर बसेका कयौँ विधेयकहरू महिनौ पनि थन्किन्छ नि त। तर यो सरकार अहिले यो विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। छिटो रोक्न चाहिँ कहाँबाट रोकेको छ सरकारले? तपाईँहरूलाई फेरि पनि म प्रश्न पार्न चाहन्छु, यदि सरकारले कुलिङ पिरियडमा रोक्ने नै हुन्थ्यो, हुँदै नै भन्थ्यो भने समितिबाट कसरी पारित हुन्थ्यो? यति कुरा त तपाईँले अलिकति तपाईँले यसको चाहिँ तुलना पनि गरेर अध्ययन गर्नुहोस् न। मान्य विभागीय मन्त्रीले यस नभनिकन कुनै पनि दफा पारित भएर अगाडि बढ्दैन, किनभने यो सरकारी बिजनेस हो, सरकारको विधेयक हो। अनि मन्त्रीले नो भन्दा भन्दै समितिले हामीले पारित गरिदियौँ भनेर चाहिँ हुँदैन, किनभने मन्त्री बिना त 1 मिनट हाउस पार्लियामेन्ट्री कमिटीको डिस्कसनै अगाडि बढ्दैन। जब त्यहाँबाट विषय आइसक्यो होला भोलि पार्लियामेन्टमा कुनै सांसदलाई लाग्न सक्छ, किनभने त्यो त 27 जना पार्लियामेन्ट्री कमिटीभित्रका मेम्बरहरूले गरेको छलफल, मन्त्रीले विभागीय मन्त्रीले त्यहाँ बसेर गरेको छलफलको प्रतिवेदन हो यो। अब बाँकी मान्नुहोस् न, बाँकी जस्तो 253 जना सांसदहरू अरू पनि यहाँ बाँकी हुन्छ, 247 जतिमा सांसदहरू यहाँ हुनुहुन्छ, उहाँहरूले आफ्नो मत राख्न सक्नुहुन्छ, त्यो फरक कुरा हो। तर जे प्रतिवेदन आएको छ हाउसमा निर्णयार्थ चाँडै प्रस्तुत हुन्छ। आज यो विषय अर्को गराऊ भन्ने कुरा यो चाहिँ सरकारले भन्दैन, सार्वभौम संसदको क्षेत्राधिकारमा प्रवेश गरेको बिजनेस हो। सरकारले यसलाई सहजीकरण गर्छ, विधेयक अगाडि बढाउन उसले भूमिका खेल्छ र यदि पार्लियामेन्टरियनहरूले नि यो प्रावधान हटाऊ, यो बेठिक छ भनेर कसैले आएर भन्छ भने सरकारलाई उचित लाग्यो भने त्यसलाई स्वीकार गर्छ, उचित लागेन भने अस्वीकार गर्छ। टोटल यो कसको हातमा छ भन्दा यो चाहिँ अब सांसदहरूको र सार्वभौम संसदको क्षेत्राधिकारको विषय भएको कारणले त्यही जगबाट यहाँहरूले बुझिदिनुपर्छ भनी म आग्रह गर्छु। हस्, थ्याङ्क यू।